हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई स्वागत छ। अब चाहिँ म चाहिँ अहिले यसरी झोला बोकेर काममा हिँड्न आँटेको। अनि काममा अब गएर अहिले लगभग 7 बजेको छ होइन। 7 बजे म काममा गएर चाहिँ म काममा पुग्छु चाहिँ 8:30 बजे होइन। 8 बजेतिर पुग्छु, अलि छिटो पुग्छु। पुग्नु त गएर चाहिँ यसो काम छ, पढ्ने काम छ, थोरै पढ्ने हो। बिहान बिहानै उठ्ने बित्तिकै यसो रेडी भएर हिँडेको। अब त वर्किङ हो नि त, साइन भइसकेपछि होइन, अलिक जिम्मेवारी पनि बढी हुन्छ। त्यसपछि चाहिँ अब उठेर अलि चट्ट परेर हिँड्नुपर्छ, नत्र चाहिँ मुखै नदुकिन, ब्रसै नगरिकन अनि यो कामको कपडाभित्र सर्ट हिँडाएर आएको छु। पहिला अरू पाइ त्यो पार्ट टाइम जब गरे जस्तो हुँदैन, अलिक स्ट्यान्डर्ड तरिका भएर हिँड्नुपर्छ अनि सबै कुराको ध्यान दिनुपर्छ नि त। त्यसपछि यस्तै छ, वर्किङ लागेपछि चाहिँ थोरै गाह्रै छ होइन। सबै कुराको टाइम म्यानेज ढिलो हुनु हुँदैन अनि धेरै रेस्पोन्सिबिलिटी बढी हुन्छ होइन। रमाइलो छ जे भए पनि। अहिले चाहिँ म बस चढेर जानुपर्छ, किनकि मेरो अहिले वर्किङ लागेको जम्मा 1 हप्ता भयो। 1 हप्तासम्म चाहिँ यसो ट्रेनिङ गराउँदो रहेछ। अनि ट्रेनिङ मेरो सकिएपछि मेरो रुमबाट जम्मा 5 मिनट छ कि मेरो काम गर्ने ठाउँ, त्यति नजिक छ। आनन्द पनि छ होइन। एउटा हिसाबले चाहिँ आनन्द हुने एकहोरो एउटै काम होइन। अर्को हिसाबले चाहिँ जतिखेर मलाई त्यति छोड्न नपाइने होइन, जतिखेर मलाई त्यति छोड्न नपाइने, आज टाउको देखाएको छ भने यतातिर भए पनि जानै पर्ने। आफूभन्दा सानो लेभलको मान्छेहरूलाई चाहिँ अब कामहरू लगाइदिनु पऱ्यो, हेर्न पऱ्यो, यस्तो गर भनेर उनीहरूलाई पनि भन्नु पऱ्यो नि त। त्यही भएर त्यसको थोरै समस्या छ। न त अरू त बाँकी चिल हो होइन। जापान जस्तो ठाउँमा आएर टक्क स्ट्यान्डर्ड तरिकाले वर्किङ लगाएर हिँड्न पाउनु, जापानसँग बराबरको लेभलमा काम गर्नु भनेको त सानो कुरा होइन नि त। त्यो त जसले पनि गर्छ गर्न त, तर जसले पनि गर्दैन फेरि, किनकि सबैजना आफ्नो मिहिनेतले खोजेका हुँदैनन्। लगभग 60-70% चाहिँ पैसा खुवाएर वर्किङ लगाएका हुन्छन्। कुनै मात्रै हुन्छन् कि आफ्नो दममा वर्किङ लाउने मान्छे होइन। त्यही भएर चाहिँ सबैजना एउटै हुँदैनन्। अब तपाईँहरू पनि कोही जापान आउँदै हुनुहुन्छ त, जापान हुनुहुन्छ भने चाहिँ म अहिले खाकोगावा हिमेजी कोबे त्यतैतिर छु होइन। कहिले त्यता कहिले त्यता। यदि तपाईँहरू पनि कोही आउन चाहनुहुन्छ, आउनुहुन्छ भने चाहिँ यो भिडियो हेर्नु खानु चाहिँ म्यासेज गर्नु होला है त। ल आजलाई बाई बाई।